हुनुहुन्छ? कला राई ब्लग च्यानलमा स्वागत छ सबैजनालाई। गुड मर्निङ। आज चाहिँ मैले यहाँ टरीको गर्नु छु। हामी चाहिँ यहाँनिर घुम्न आएको छौँ गाइजहरू होइन। हामी चाहिँ घुम्न आएकोमा फ्यामिली घुम्न आएको थियौँ। यहाँनिर बहिनी हुनुहुन्छ, काठमाडौँबाट आएको हाम्रो बहिनी, यतातिर ज्वाइँहरू हुनुहुन्छ, नानाहरू हुनुहुन्छ, हाम्रो मम्मी नाच्चा, यतातिर हाम्रो जेठी भाउजू हुनुहुन्छ। मेरो ब्लगमा स्वागत छ। अनि हाम्रो यहाँ मेरो भाइ राजा, मेरो दाजु हो। नमस्कार गरेँ मेरो उसमा। नमस्कार मेरो भाइ। नाकभित्र पस्यो ल। यो चाहिँ मेरो भाइ। तिम्रो नाम के हो भन्ने भने? मेरो नाम अमिता। अनि यता स्विमिङ खेल्दै हुनुहुन्छ, स्विमिङ खेल्दै हुनुहुन्छ। अनि उता हाम्रो जेनिस भाइ खेल्दै हुनुहुन्छ। भाइ हेलो हेलो हेलो। कस्तो अनुभव भयो पहिलोचोटि जिन्दगी पहिलोचोटि स्विमिङ खेल्न आएको यो हाम्रो भाइ? केमा पस्यो रे? केमा पस्यो रे? नाकभित्र पस्यो ए। सो गाइज हामी चाहिँ नानीहरू स्विमिङ खेल्ने भन्ने हिसाबले हामी चाहिँ आएको थियौँ यहाँ गाइजहरू होइन। अनि स्विमिङ खेलेर नि अब जाडोले लक काम्न नि थालिसकेको छ गाइजहरू होइन। हाम्रो यहाँ चाहिँ यो पहिलोचोटि कहाँ बचाउनु, कसरी बचाउने अब जानुपर्छ नि। आमामा स्विमिङ खेल्नु सिक्दै हुनुहुन्छ हाम्रो स्विमिङ ल आउनु छोरी, अब जानुपर्छ ल। लानु आउनु आउनु अब बन्द हुन्छ यो पछि आउने ल। भोलि लग माछाको छोरीलाई हेलो गरिदिनु छ नानु। यहाँ हेलो गरिदिनु, हेलो गरिदिनु छिटो। हेलो नमस्कार सेवारो गरिदिनु, सेवारो गरिदिनु। अरे नानु नमस्कार गरिदिनु। लु यहीँ दुब्नु लु नमस्ते रे। कहाँ गयो असो लु। फाइनली गाइज हामी चाहिँ अब फर्किरहेको। तपाईँहरू पनि आउन सक्नुहुन्छ यहाँ। धेरै एकदम रमणीय ठाउँ, स्विमिङ खेल्नेदेखि साथै केटाकेटीहरूलाई चाहिँ एकदम मनोरञ्जन हुने खालको यहाँ हाम्रो फेरि यहाँ चाहिँ मेरो दादा अशोक दादा जाने भनेको थियो। अनि यहाँ दादा अशोक हुनुहुन्छ। कतिचोटि स्विमिङ खेल्नु भन्छ? यही कस्तो लाग्यो? कस्तो लाग्यो अनुभव? पहिलोचोटि होइन कतिचोटि हो? जाडोले क्यामिरहेको छ त? जाडो हो? यता हेर न यता यता जाडो भयो नि हाम्रो भाइलाई। मा फेरि रुन थाल्यो गाइजहरू यहाँ। किन रुको फेरि नानीलाई लड्यो हो ए ल हुन्छ ल। मेरो छोरी चाहिँ फेरि नानु चाहिँ लिएर के दिने अघिको पुग्ने खोइ त। फाइनली गाइज हामी चाहिँ फर्किराखेको छौँ। अब धेरै भयो जाडोले हाम्रो नानुहरूलाई जाडोले कामेर। खोइ बाउजूहरू त नि अनि किन छोडिआएको? राम्रो मोटु पातलु अनि यता मोटु पातलुसँग छोरीको कति राम्रो जोडी सुहाउँदैछ। यस्तो राम्रो हेर्नु त है। मोटु पातलु र मोटु छोटु यस्तो राम्रो यहाँ केटाकेटीहरूको लागि चाहिँ तपाईँहरूको सम्पूर्ण खेल। यस्तो राम्रो ठाउँहरू देख्न सक्नुहुन्छ तपाईँहरूले गाइसहरू। यहाँ चाहिँ यस्तो राम्रो भ्यूहरू देख्न सक्नुहुन्छ। अनि एकदम सबैभन्दा इटरीमा चलेको प्रख्यात ठाउँ भनेर नि हामी देख्न सक्नुहुन्छ गाइसहरू। कहाँबाट फोटोहरू खिचिरह। सो फाइनली
बाघ र बाघ गार्डनहरू देख्न सक्नुहुन्छ। अनि यहाँनिर चाहिँ डाइनोसर पनि देख्न सक्नुहुन्छ है गाइजहरू। डाइनोसर कता डाइनोसर